ल साथीहरू, फेरि पनि मैले बिएली र 10 क्लासको लागि फोकस गरेर एउटा इम्पोर्टेन्ट भिडियो ल्याइसकेको छु। यो चाहिँ 2 मार्क्सको लागि फिक्स क्वेसन, 100% फिक्स क्वेसन भनेर भन्दा पनि हुन्छ तपाईँहरूले। अब इक्जाम पनि नजिकै आउँदैछ होइन, त्यसपछि चाहिँ हामीले चाहिँ एकदमै धेरै प्र्याक्टिस मिहिनेत गरेर पढ्नुपर्ने हुन्छ। आज चाहिँ यो एउटा मान्छे इम्पोर्टेन्ट नै फिक्स भनौँ, यो गर्न गइरहेको छु। अब तपाईँहरू जाने पनि एकचोटि चाहिँ हेरिदिनु होला है त। यस्तो हुन्छ, यो 1 अपन x - 3 हामीलाई चाहिँ यो चाहिँ सिम्प्लिफाई सल्भ गर्नुपर्ने हुन्छ क्वेसन होइन। त्यसपछि x - 3। अब हजुरहरूले एक्स स्क्वायर माइनस, मैले बुझाउँछु है त। ए स्क्वायर माइनस बी स्क्वायरको हजुरलाई फर्मुला त थाहा नै छ कि नि, ए माइनस बी ए प्लस बी। अब त्यस्तै छ यहाँ पनि, एक्स स्क्वायर माइनस 9 छ हो कि नि। अब यस्तो हुन्छ, एक्स स्क्वायर माइनस 9, एक्स स्क्वायर माइनस 9। 9 भनेको त 3 को स्क्वायर हो कि नि, त्यही भएर यो चाहिँ यस्तो हुन्छ, एक्स स्क्वायर माइनस 3 को स्क्वायर। अब यो त कस्तो भयो भन्दा एक्सलाई ए मान्ने, 3 लाई चाहिँ बी मान्ने गर्दाखेरि के भयो भन्दा एक्स स्क्वायर माइनस 3 को स्क्वायर त ए माइनस बी ए प्लस बी भयो हो कि नि। त्यही भएर एक्स माइनस 3 एक्स प्लस 3 हुन्छ नि त है। यो त बुझिराख्नु भएको छ हजुरहरूले नि, यो त इजी नै भयो। तपाईँहरूलाई कन्फ्युजन छ भने भन्नु होला, मैले फेरि भिडियो बनाउँछु यसमा। अब यो कस्तो भयो भन्दा एक्स स्क्वायर माइनस 3 को स्क्वायर, यो ब्राकेट दिँदा पनि हुन्छ नदिँदा नि हुन्छ। अब एक्स माइनस 3 यो त सल्भ गर्नु त इजी नै छ, एक्स माइनस 3 अपन यसलाई चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरको रूपमा खोल्ने है त, एक्स प्लस 3। अनि यो क्यान्सल हुने भयो, सेम भएपछि तलमाथि। अब चाहिँ यस्तो हुन्छ, अब हामीले चाहिँ कमन लेख्नुपर्ने हुन्छ होइन, एक्स माइनस 3 र एक्स प्लस 3 कमन लिँदाखेरि यसलाई छोडेर कुन छ त भन्दा यो एक्स प्लस 3 माइनस, अब एक्स माइनस 3 हुन्छ यस्तो। त्यसपछि एक्स प्लस 3, यहाँ माइनस छ नि त, माइनस साइनले त ब्राकेटलाई खोल्दा अपोजिट साइनर हुन्छ, माइनस एक्स माइनस माइनस प्लस, अनि तल चाहिँ त्यस्तै जस्ताको त्यस्तै एक्स प्लस 3। अनि एक्स एक्स काटिन्छ, अनि चाहिँ 6 हुन्छ, 3 + 3 6 अपन एक्स माइनस 3 एक्स प्लस 3। ल गाइजहरू, यो चाहिँ आजको लागि यति नै भयो। सर स्क्रिनसट पनि लिन सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ फिक्स क्वेसन हो। अब अरू चाहिँ कुनै कन्फ्युजन क्वेसन छ भने चाहिँ कति क्लासको कुन क्लासको म गराइदिउँ होइन। नयाँ भिडियोहरूको लागि चाहिँ सब्सक्राइब गर्नु होला। यस्तै तपाईँहरूले मलाई सब्सक्राइब गर्नुहुन्छ भने तपाईँहरूको म्याथमा 80+ म ग्यारेन्टी सहित भन्न सक्छु। यो मेरो बाचा भयो गाइजहरू। ल यसरी हुन्छ है त।